मान्छे कुट्यो रे, कुट्ने काम गरेपछि कुट्दैन नि मान्छेले होइन। त्यो लेभलसम्म त्यहाँसम्मको फ्रस्ट्रेसन निकाल्ने त्यो लेभल कसले बनाएको? उहाँहरूले बनाउनु भयो। राम्रो काम गर्ने मान्छेलाई कसैले गुड्छ? राम्रो काम गर्नेलाई त सधैँ राम्ररी नै तपाईँहरूले राम्रो गर्नुभयो भनेर भन्छ क्या। तर जुन लेभलको यो फ्रस्ट्रेसन निकालेको यो उहाँहरूले गर्नुभयो होइन। अनि त्यत्रो मान्छे 72 जना त्यत्रो भाइ बहिनीहरू मरेछ, उहाँ त्यो मार्नेको त्यो छानबिन अहिलेसम्म किन अगाडि नबढाएको? त्यो छानबिन अगाडि बढाउनु पर्ने होइन। आज कति महिना आज कति हो 9 गते हो होइन। यो भदौको कम्तीमा पनि 2 महिना हुन लागिसक्यो। खै यो कुराहरू छानबिन भएको? सुरुमा मान्छे समात्नु पर्ने भनेको जसले गोली ठोकेको थियो, जसले गोली ठोक्नलाई आदेश दिएको थियो, जसले गर्दाखेरि त्यो बालबच्चाहरू मरेका थिए, तिनीहरूलाई पहिला सुरुमा चाहिँ तपाईँले समाएर एउटा कटघरामा फाल्नुपर्ने थियो। त्यो भएको खै? अनि घर जलाएकोले, भाटबटिनीको एउटा डल चोरेकोले त्यो फुटेज निकालेर अनि मान्छे समात्दै हिँड्ने। अनि अर्को भयो भनेको कलाकारले मान्छे उचाल्यो भनेर भन्ने। कलाकार मान्छे होइन, कलाकार देशको नागरिक होइन। हामी कहाँको हो? हामी बाहिरको मान्छे हो। हामी पनि त यो देशको नागरिक हो, नेपाली नागरिक हो। हामीलाई चित्त दुख्दैन? चित्त दुखेको घडीमा हामी बोल्न नपाउने अनि बोल्दाखेरि नि हामीले उकासो भनेर भन्ने? यो कहाँको न्याय हो? यो सबैभन्दा भन्नुहुन्छ कि कलाकार तिमीहरूको, तर सबैभन्दा बढी एकदमै यस्तो कुरामा सबैभन्दा तल दबिएको चाहिँ मलाई अहिले आफू पनि भएको भएर चाहिँ कलाकारहरू जस्तो लाग्छ कि हामीले कहिले पनि, मैले पुरानै उबाट पनि अलिअलि देखिरहेको, मलाई पनि त्यस्ता किन बोल्दैन अहिले आएर मैले फिल गरिरहेको छु कि हामीलाई त यस्तो सिचुएसन, यस्तो पोजिसनमा आएर हामी बसाएर छौँ जहाँ हामीले मैले पनि यो कुरा बोल्न पर्छ है भनेर बोल्न हामी एउटा खुल्ला मनले बोल्न पनि पाइरह हुँदैनौँ क्या। सो म अहिले पनि रिक्वेस्ट गर्छु, जो जति पनि अहिले नयाँ सरकारमा हुनुहुन्छ, आयोग बनाउनु भएको छ, तपाईँहरूको फर्स्ट प्रायोरिटी भनेको हामीले केही पनि मागेको छैन। म अझ एकजना जेएनजी भएर तपाईँहरूसँग मागेको भनेको सुशासन, अहिलेको टाइममा मागेको भनेको सुशासन। अनि अर्को भनेको यो जतिजना पनि 72 जना मर्नु भएको छ उहाँहरूको हत्यारालाई समाएर तपाईँहरू थुन्नुहोस्। पहिलो काम भनेको तपाईँहरूको त्यति हो। अनि अगाडि बढाउनुहोस्। अरू म त यति नै भन्न चाहन्छु। सरी राइट पोलिटिकल कुरा नै अहिलेको सिचुएसनमा यसले हामी सबैजनाको रगत उमाल्छ कि हाम्रो आँखा अगाडि धेरै चिज भयो क्या।